So hi guys, welcome back to my channel. So फेरि पनि भ्लग लिएर आइसकेको छु। चाहिँ हामी एउटा मन्दिर जाँदैछौँ। नाम चाहिँ थाहा भएन फेरि मलाई। अहिले गएर देखाउँछु म। बोला जाँदैछौँ भाइ हामी। कहाँ जाँदैछ आज चाहिँ हामी चाहिँ शिव मन्दिर जाँदैछौँ उता फाल्टुङमा। ठ्याक्कै त अलिकति मुख लडपडायो क्या त्यो ठ्याक्कै कसलाई चाहिँ आउँछ त्यो मन्दिरको नाम तिमीलाई आउँछ लटरम्बेश्वर यत्तिकै जानु पर्यो अब चट्ट जानुपर्छ हामी समयमा अलिकति रोक लाएर अब चट्ट निक्लिहाल्नुपर्छ हामी अब यहाँबाट स्कुल पनि नयाँ रहेछ त्योभन्दा त्यो पनि होइन दुईवटा भयो तिनवटा चारवटा नयाँ छ एउटा बाइक छ त्यो बाइक चाहिँ काम छैन होइन अब हामी चाहिँ अपमा लगाएको अब हामी चाहिँ निस्किन लागेको छौँ अब हामी निक्लिनु लाग्यो लता लम्बेश्वर मन्दिर शिव मन्दिर लाइसेन्स दिइहाल्छु नि मेरो म एउटै छ नि ल हामी अहिले बाटोमा भेटौँला नि भाइ ओके गाइस बाटो एकदम रमाइलो हुन्छ हामीलाई होइन त चाहिँ एकदम हरेको छ यस्तो हामीलाई चिसो वेदर छ रमाइलो खालको शीतल भइरहेको छ हामीले आज घाम पनि छैन आज चाहिँ हामी लता बतारे के हो के ईश्वर मन्दिर छ अरे एकदम अब सिस्ने नजिकै हामी मकवानपुर जिल्ला जाँदैछौँ अहिले काठमाडौँबाट सबैजना साथीभाइहरू तर साथीभाइहरू चाहिँ सँगै हिँडे छैन हामीसँग ग्रुप राइड आएको हामी एक्लै बाँच्छौँ अगाडि गएको हामीलाई चाहिँ एक्लै छोडेर गइदियो सबैजनाले कोही छैन अब हामी हरायो भने नि छैन केही तनाव पो छ हामीलाई बाटो पनि थाहा छैन फेरि अँ। पर्खिन्छन् हामीलाई बिर्स्यो कि छैन नि त हामीलाई त्यो राइडर भएपछि त बिर्स्यो कि केटाहरूले चलाउन पाएपछि रन्का पुग्यो रन्का एकदम त्यो अगाडि तिमीहरूले हेर्दै नहेरेको हामीले छोडा हुन्छ भाइ तिनजना सँगै आएको छोडा हुन्छ यहाँ झगडा परिरहेको छ र आखिरमा यहाँ सोल्भ आउट पनि भएको छ अमिन दाजु हगर ल है त अब हाम्रो कुरा सलट भइसकेको छ गाइस र अब हामी हामी चाहिँ अब जाँदैछौँ चिया खानु काँदै हामी अब हामी यहाँ दक्षिणकाली आइपुग्यौँ होइन दक्षिणकालीबाट अलिकति अगाडि जान्छ हामी चिया खानु पर्छ जतिजनाले नि हाम्रो भ्लग हेर्नुहुन्छ सबैलाई दक्षिणकाली माताले रक्षा गरौँ अनि त्यो तल सब्सक्राइब बटन चाहिँ घन्टीको फेरि हामी चाहिँ ग्याटो सिचुएसन देख्दा अब ग्रेट ल गाइस अहिले चिया खाने बेला भेटौँ है ल त गाइस ल भ्यू भने कस्तो एकदम बाटो नै बिर्साउने बनाइदिएको छ हामीलाई एकदम राम्रो भ्यू देखिरहेको छ हामी यहाँ वेदर पनि आज हाम्रो वेदरले पनि एकदम राम्रो रहेछ अब हामीले चिया खान त खोजिरहेको छौँ अब यसो अलिकति स्कुटीलाई नि रिफ्रेसमेन्ट चाहिन्छ फेरि पिछबाट आएको छ यो हो नि त बाटो भन्नुहुँदैछ अब चिया खाएर निक्लिसकेका छौँ अब हामी कति 1 घन्टा लाग्ला है 1 घन्टा चाहिँ अब त्यो ठाउँमा चाहिँ पुग्ने 1 घन्टा लाग्छ त्यसो त 1.5 घन्टा त हामी वाक हान्नु पर्यो त्यहाँ नि वाक पनि हाम्रो छ हामी धेरै माथि पुग्नुपर्ने छ हामी फेरि काठमाडौँबाट फेरि माथि आएर फेरि तल झर्दैछौँ अहिले चाहिँ सरर जाउँ है त गाइस
ओ एक्चुअली फन अर्बिट कसलाई आयो त कसलाई एकचोटि झन्डै लड्यो ठाडै हालेको एकदम मजा आयो गाइस जतिलाई नि हामी सोध्नु कस्तो भयो जतिलाई जति कस्तो भयो So we are having fun guys you can see come on man Smarted ल गाइज हामी अहिले खोइ कुन जङ्गलमा आइपुग्यो यत्रो अफरोड गर्दा तलदेखि अन द वे छौँ हामी अझै ब्लग खिच्दैछु म अब हामी 10 साढे 10 हुनुलाई अब 11 बजे साढे 11 तिर पुग्छौँ भ्यू हेर्नुहोस् यहाँ ब्लग खिच्दैछु के छ अनि आजको स्थिति एकदम नाजुक छ थाहा छैन अब घर कसरी जाने थाहा छैन घर कसरी जाने थाहा छैन आउन त आइयो अब यस्तो बाटो हेर नि ल हेर यस्तो अफरोडै हो कुन जङ्गल कहाँ हो के बाघ भालु आउँछ थाहा छैन बाटो त बिजो के हुँदैन आऊ भने त्यहाँ बोक्नु सक्दैन कि त्यहीँबाट आऊ भने बिचबाट त्यो बाबु हेर्नु डराएर ल है ल बाटो यस्तो ताली रे हिँड्नु पर्छ गाडै फाटिगयो यही बाटो हो नि चढेन हामी इन्जिन सेलाउँदैछौँ इन्जिन सेलाउँदैछ स्कुटरको हामी त्यहाँ यो घरबाट यो घरसम्म स्कुटर जान्छ त्यहाँ पछि माथि बल्ल तल्ल यो हिँड्ने बाटोमा आइपुग्यो गाइस पानी परेर आज पानी सानी सबै देखियो भगवान् भेट्न आउन नि गरेर भिजेर हिँड्दै तल हेर्नु घाम लागिरह तल यहाँ घाम लागिरह यहाँ पानी परिरह अब यहाँबाट कल 1 घन्टा हिँड्नुपर्ने छ गाह्रो छ गाह्रो अब पानी रोक्यो भने हामी जान्छौँ अहिले मात्र भोलि बिहान हिँडेर आउँछौँ
ल गाइज हामी चाहिँ अब चिया चाहिँ खाँदैछौँ कालो चिया वेदर पानी परिरहेको पुरै ब्ल्याक टी त पानी फेरि पऱ्यो यार माथि जानु पनि मान्दैन अब भोलि मात्र गइन्छ जस्तो छ ल गाइज हामी लाग्दैछौँ अब मन्दिरतिर 1 घन्टा लाग्छ तर खतरा हुसु लागिरहेको तर हेर्नु त 1 घन्टा लाग्छ अरे माथि लटारमेश्वर महादेव मन्दिर पुग्न ल गाइज हामी माथि पुगेपछि फेरि भेट्छ है त ल गाइज अब हामी हिँड्न थालिसकेका छौँ ल हावा पानी हुरी सबै खाइयो आज घाम पानी अब जाँदैछौँ हामी कुन मन्दिर के अरे बाबु भाइ ल हाइकिङ हुँदैछ हेलो उकालो लाग्यो 1 घन्टाको यात्रा लाग्यो ल अब बिचबिचमा म देखाइरहन्छु हुस्सु चाहिँ राम्रो लागेको छ वेदर राम्रो छ आज ट्राभल खत्रै भयो ल माथि पुगेपछि वा बिचतिर म सिनेमेटिक सटहरू देख्छु है गाइस 10 मिनट हिँडिसक्यो हामी भर्याङको बेटा हिँड्दैछौँ अझै 40 मिनट्स टु गो एन्ड विल बी इन टप लेट्स गो कति घन्टा हिँड्यो आधा घन्टा 45 मिनट जति हिँडेर हामी ठ्याक्क पसलसम्म आइपुग्यौँ रेस्ट गर्छौँ अनि ठ्याक्क पानी परै छ हुस्सु लागेर पानी परेर आज अब यतै बसेर भोलि मात्रै गाइज फाइनली 1 घन्टा पछि यो दुःख पछि यत्रो भगवानको थला आएपछि न त भोक न त थकान सब हटिसक्यो हामी केही नखाइ आइपुग्यौँ यहाँ काठमाडौँदेखि अहिलेसम्म काठमाडौँ केही नआयो वर्थ इट छ यो चाहिँ एकदम वर्थ इट भयो गाइस अब हामी यहाँ एकछिन इन्जोय गर्छौँ अनि एकछिन ढोक्छौँ पूजासुजा गर्छौँ अनि हामी हल्का तलसम्म झर्छौँ किनकि आज काठमाडौँ जान सकिँदैन वेदर यस्तो छ हामी आज होमस्टे बसेर टक्क खानसाना खाएर बिहानतिर लाग्छौँ है त गाइज हामी चाहिँ यो माथिबाट भर्याङ हुँदै यो भ्यू यो मन्दिर आइपुगिसक्यौँ फाइनली हामी अझै माथि जाँदैछौँ भ्यू त आम्मा पानी परेपछि ओभर देखिया छ है म देखाउन जाँदैछु है रेडी हो त अन्त ओभर छ त पानी परेर भर्खर खोल्ल्या क्या म चाहिँ फेरि माथि लाग्दैछु माथि जाउँ केटाहरू 2 जना माथि पुगिसकेको छ बट बिहान हामी 7 बजी हिँडेको यति अफ रोड बाटो नि रहेछ हामी चाहिँ घुमेर मिस्टेकबाट आइएछ अनि यति लामो बाटो बिहान 7 बजी काठमाडौँदेखि निस्केको ठ्याक्कै हामी अहिले 3:30 जति भयो पुग्नलाई वाइल्ड टाइम लाग्यो अहिले चाहिँ ल बबाल खोल्या क्या अहिले चाहिँ हेर्नु त जता हेर्दा नि खोल्या लभली हजुर ल कुदे म भगवान्को ठाउँमा आइपुगेँ म कुद्नु त पर्ने नै हुन्छ जय भोलेनाथ जय शम्भो भाइ कस्तो लाग्यो आजको ट्रिप एकदम बवाल भयो एकदम रमाइलो जस्ट वर्थ टोटली वर्थ इट यहाँको भ्यू हेर्नु नि दाइ यस्तो ल गाइज म एकछिन सिनेमेटिक सिट देखाउँछु